यो यहाँको खेतहरू बेचेर हामी पाखो माथिको एरिया माग्ने बेला भयो भनेर चाहिँ यसले जनाइराखेको छ। मलाई साह्रै मजाक लाग्यो, अलाहित बनाइदिन्छ। खेती गर्ने मान्छे किसानहरूका लागि अत्यन्तै राम्रो यो एरिया मानिन्छ। यो एरियालाई जसै हेलो नमस्कार यहाँहरू सम्पूर्णमा। म आज रोल्पाको त्रिवेणी गाउँपालिकाको 3 नम्बरमा छु। यहाँ म तपाईँको अगाडि मैले देखाइरहेको यो दृश्य एकदमै मनमोहक छ। धानहरू लटरम्म छ हैन, झुला धानको बालाहरू यस्तै झुलिराखेको छ हैन, यसरी देख्न सकिन्छ। त्यो जम्मै खेतहरू मात्रै र धानहरू भएको एरिया हो, जहाँ यो धानले एउटा खालको किसानहरूलाई अब पाक्ने बेला भयो भनेर चाहिँ यसले जनाइराखेको छ। मलाई साह्रै मजाक लाग्छ। अत्यन्तै महत्त्वपूर्ण स्थानमा छु, जो यसरी हेऱ्यो भने यहाँ पछाडितिरको भागहरू पनि देख्न सकिन्छ। यहाँको दृश्य र यहाँको यो मनोमोहक यो वातावरणले म आफैलाई पनि निकै अलाहित बनाइदिन्छ। खेती गर्ने मान्छे किसानहरूका लागि अत्यन्तै राम्रो यो एरिया मानिन्छ। यो एरियालाई जसरी तपाईँहरूले देखिराख्नु भएको छ, यो पछाडि जम्मै खेतहरू देखिन्छ। यहाँ यो जुन पहाडी एरिया भए पनि तलको बेसी अत्यन्तै राम्रो छ हैन, यो हामीले देख्न सक्छौँ। एकदमै राम्रो छ दृश्य, तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ मैले देखाइरहेको यो पछाडिको भाग छाप हो। यहाँ हाम्रो पुर्खाहरू अथवा मैले पनि म आफै पनि सानो हुँदा यो एरियामा खेतीपाती गरेको ठाउँ हो। यो जुन खेत लगाएको जोतेको गोरुहरू हैन, त्यो दिनहरू थियो भने मैले तपाईँहरूसँग देखाइरहँदाखेरि यहाँ छपक्क भएको धान, त्यसपछि यो धान र यो एरियाले म आफैलाई पनि अनौठो एउटा खालको महसुस गराउँछ। कुनै बेला असार लागिसकेपछि र साउन लागिसकेपछि धानहरू गोड्ने कामहरू हुन्थ्यो, म आफै पनि यहाँ आउँथेँ। र आज चाहिँ म यो एरियामा यो क्षेत्रमा म यहाँ देखाइरहँदाखेरि अत्यन्तै आफूलाई यस्तो गर्वको फिलिङ्स भयो क्या, म आफैलाई पनि गर्वको महसुस भयो। यहाँ मैले जुन देखाइरहेको यो धान खेतीले म आफैले पनि खेती गरे जस्तै महसुस भइरहेको छ कि लगभग करिब हामी 15-16 वर्ष अगाडिसम्म चाहिँ हामीले पनि खेत यो ठाउँमै थियो, र अहिले चाहिँ हामीले यो ठाउँ अलिकति टाढा जस्तै भयो र समय र परिस्थितिवश र यो जुन विकासक्रमसँगै हामीले यो यहाँको खेतहरू बेचेर हामी पाखो माथिको एरियामा हामी भयौँ। यो भएको हुनाले हामीले यसरी देख्न सकिन्छ। अब कि यो एरिया सँगसँगै देख्दाखेरि तपाईँ हामीले सबैले देख्न सक्छौँ यहाँ छ। यो भएको हुनाले तपाईँहरूसँग मैले आज अत्यन्तै महत्त्वपूर्ण भिडियो बनाएँ। मलाई लाग्छ यो भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै प्रतिक्रियाको अपेक्षा गर्दछु। भने यो भिडियोले पक्कै पनि नयाँ खालको वातावरण अथवा नयाँ खालको महसुस गरायो होला भन्ने मैले बुझ्छु। यो धान खेती र यो धान खेतीसँगै तपाईँहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो उस्तै प्रतिक्रियाको अपेक्षा राख्दै बिदा हुन्छु। हवस् त, नमस्कार, शुभ दिन, शुभ पल, जय होस् सबैको।